अब चाहिँ मलाई चाहिँ नेपालमा बस्नु मनै छैन कि। अब चाहिँ सब ठिक हुन्छ, अब सब ठिक हुन्छ भन्दै 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 हामी व्यवहार बिजनेस गर्दै एक ठाउँमा बसेर आफूले कमाउने, आफ्नो परिवारलाई पाल्ने हिसाबले हामी अहिलेसम्म बसिरहेको थियौँ होइन। तर हिजो रहेको तपाईँको घटनामा हेऱ्यो भने चाहिँ हामी त्यहीँ लोडसेमल अगाडि थियौँ, मेरो पसल त्यहीँ थियो है। यति बिजोग भयो कि हत्यारा जस्ता मान्छेहरू सबै पसे होइन। सबको हातमा तपाईँको चक्कु, सबको हातमा रड होइन। कुनै तपाईँको पुलिसको ड्रेस लाएर हिँडेन, कुनै बन्दुक लिएर हिँडेन होइन। तपाईँको लुट्ने शैलीमा आगो लाउने शैलीमा त्यो कसले पठाएको पनि थाहा छैन। जाँड खाएर लट्ठ भएर आएको मान्छे, गाँजा खाएर लट्ठ भएर आएको मान्छे जे भन्यो भने हाम्रो पसल छ, यो कुनै मन्त्रीको पसल होइन, कुनै मन्त्रीको यो भवन होइन, प्लिज छोडिदिनु भनेर हामीले खुट्टै ढोक्दाखेरि पनि उहाँहरूले आगो लागि लारै छोड्नुभयो। यति दुःख गऱ्यौँ यो पसल को लागि भनेर, आफ्नो परिवारको लागि भनेर हामी यति दुःख गरिरहेको छौँ आफ्नो देशमा बसेर। प्राइभेट